हेलो एभ्रिवान, यो हो काँक्रालाई चाहिँ मैले यसरी काटेँ। त्यसपछि कोरेसम्म कोरेँ। त्यसपछि हाम्रो अचारको लागि रेडी भयो। यत्तिको पिसेँ मैले चाहिँ, मतलब कोरेँ। त्यसपछि यो तिलको छोप भइहाल्यो। यसलाई चाहिँ मसिनो गरेर पिसेँ ओग्लोमा। त्यसपछि आयो नुन खुर्सानी, टिमुर पिसेँ। यसको लागि चाहिँ टिमुर चाहिँ एकदम स्वादिष्ट हुन्छ। अनि मैले पिसेँ। त्यसपछि हेर्नु त यसरी हाल्दै कस्तो राम्रो कलर देखेको हेर्नु त। यति हालेँ, त्यो अघिको पिसेको खुर्सानी र नुन पनि हालेँ। त्यसपछि यो मिक्स गरेर यत्तिको भयो। फेरि त्यसपछि मैले दही एड गरेँ यसमा। दहीले चाहिँ यस्तो मिठो फ्लेभर आउँछ कि कुरै छोड्दिनु। यसमा चाहिँ यो खाँदाखेरि चाहिँ दाल नबनाउँदा पनि हुन्छ है। यत्तिको भएपछि चाहिँ मिक्स गरेँ। फेरि त्यसपछि आयो यो मेथीले झानिदिएँ। मैले चाहिँ मेथी र बेसार हालेर झानिदिएँ माथिबाट। बेसारले झानेपछि हेर्नु त कस्तो राम्रो कलर आयो। कस्तो खाउँ लाग्दो एक हेर्नु त कस्तो मिठो भएको। फेरि भातसँग त दालै नचाहिने क्या, सब्जी पनि नचाहिने, दाल पनि नचाहिने, यस्तो मिठो भएको थियो।